सबैजनालाई स्वागत छ मेरो नयाँ भ्लगमा। आज चाहिँ म सुटको लागि रौतहट जाँदैछु। फर्स्ट चाहिँ म डाइरेक्ट यहाँदेखि एयरपोर्ट जाँदैछु। लेट भइसकेको छ गाइस। सो कति 7:30 बजेको छ, यहीँ 7 बज्न लागिसकेको छ। अब म निस्किहाल्ने। आज चाहिँ धेरै थाकिएको थियो, सो त्यही भएर चाहिँ धेरै सुत्यो रहेछ क्या। म निस्किहाल्छु, ड्राइभर लाइन बोलाइसकेको छु र रेडी भइसकेको छु। अब बिचमा भेट्नुपर्छ यता। अलरेडी म चाहिँ अहिले फाइनल एयरपोर्ट आइपुगेको छु अनि उज्जवल दाइलाई चाहिँ वेट गरेर बसिरहेको। अब चाहिँ हामी यहाँदेखि सिमारासम्मको लागि सिमारा जान्छौँ होला मेबी, अनि त्यहाँबाट फेरि 2 घन्टाको यात्रा पछाडि रौतहट जाने हो। वास्तवमा विडिङको लागि जानु लाग्यो। बिहान उठ्ने बित्तिकै हिँड्दै हो क्या, किनकि अब हिजो राति 12 बजे गइसकेको थियो नि त। अनि 12 बजे पुग्दा फेरि ओभर नै ढिलो भइसक्यो क्या, मतलब सुटबाट जाँदा निन्द्रा नपुगेको होला मेबी शरीरमा। अब जाने बित्तिकै त निन्द्रा लाग्दैन कसैलाई पनि, मलाई चाहिँ लाग्दैन, तपाईँहरूलाई के गर्छ थाहा भएन होइन। अनि सुत्न पाइएको थिएन। अब चाहिँ हामी निस्किन्छौँ, त्यस्तो केही हुँदैन होला र यात्रा सफल रहोस्। डोमेस्टिक एयरलाइन भन्ने पछाडि त मलाई हाम्रो डर त लाग्छ कि, अनि अब बाध्यता जानुपर्ने। सो त्यही नै हो र भेट्दै गरौँला है। 6 बजे भनेर यो मान्छे 7:30 बजे आउने, आधा घन्टा जति मलाई वेटमा बनाउने मान्छे आइपुग्नु भयो। हेन्सी भएर कता हो? हेन्सी भएर कहाँ हो? हेन्सी भएर भने यस्तो हेन्सी भएर बेग खिच्न जाने हो कि लिन जाने हो भने चेन्ज भइसकेको छ, धेरै चेन्ज भइसकेको छ नेपाल एयरलाइन्सको है। अनि हाम्रो लङ टाइम पछाडि पनि चढेको मलाई। अब हामी चाहिँ सिमाराको यात्रा गर्दैछौँ। सफल भइसकेको होस्। राइट गाइज, हामी चाहिँ जाँदैछौँ सर सिमारासम्म। फाइनली हामी चाहिँ सिमरा एयरपोर्टमा झरिसक्यौँ। यहाँको तापक्रम चाहिँ तपाईँको 33 डिग्री सेल्सियस छ। अब चाहिँ हामी यहाँबाट निस्किन्छ यार। सो हामी चाहिँ अहिले सिमारा छौँ अनि सिमारा एयरपोर्ट नजिक। अब चाहिँ हामी यहाँबाट अब चाहिँ गाडी चढेर ढक्क चपुर जान्छौँ। अनि गर्मी त वाइल्ड नै छ यार, तर भाइमा पनि क्या यात्रा रमाइलो भइरहेको छ। अनि सुट पनि राम्रो हुनुपर्छ। मलाई यहाँको चाहिँ के दामी लाग्यो भने पछाडि अब लगभग वर्ष त सुरु हुन लागिसक्यो है। सो त्यही पनि कस्तो भनेपछि हरियाली क्या, अझै पनि हरियाली। तर मलाई भनिदिनु पऱ्यो कि तपाईँहरूले पूर्व घुम्नको लागि, आई मिन तराईतिर मधेसतिर घुम्नको लागि चाहिँ
कुन सिजन चाहिँ बेस्ट हुन्छ त भर्खर आउन सकिन्न बाटो पनि त्यस्तै हुन्छ आउन त सकिन्छ अब त्यही हो के मिल्दैन सो पूर्व कोही घुम्ने तराईतिर कोही घुम्ने तयारीमा हुनुहुन्छ भने सम्झिनु पऱ्यो म फुटेजहरू पुरै दिन सक्छु तपाईँहरूसँगै घुमेर त्यही चाहिँ फाइनल्ली चौपुर आइसकेको छौँ अब होटलमा जान्छौँ अनि त्यहाँको माहौल हेर्छौँ भर्खर गरेको छ छिटै ल्याइदिएँ यहाँ 45 मिनट भनेको 40 मिनटमै जाँदैछ क्या अनि अब चाहिँ अलिक अमन होटलमै होला मेबी यहाँ भनिदिएको छ भन्नुभएको छ दाइले हल्का फ्रेस भएर अब चाहिँ हामी खाना खान जानु लागेको उतै अब बाहिर त के हो बे पानी नै पानी गर्मी नै गर्मी छ बाहिर चाहिँ अब चाहिँ हामी चट्ट खाना खाएर आउँछौँ हामी जाँदैछौँ होइन खाना खानको लागि उता गाउँतिरै छिर्छौँ होला मेबी गाउँतिरको भाइब चाहिँ नेक्स्ट लेभल हुन्छ टक्क भाइमा बसेर चट्ट खायो है ए गाइज अब चाहिँ हामी सुटको लागि निस्किसकेको छौँ अब चाहिँ बल्ल बेलुकाको 6 बजिसकेको छ आजको सुट छ मेबी अझै 2 घन्टा जति लाग्छ होला दुलालाई आउँदा धनुषादेखि आउँदैछ अनि त्यस पछाडि चाहिँ फेरि सुट अब चाहिँ म त्यहाँ गएर डेकोरेसनहरू भइसकेको छ होला म अनि उज्जवल दाइ हुनुहुन्छ दुईजना चाहिँ हामी गएर डेकोरेसनको सर्टहरू लेख्छौँ अनि हाम्रो सर पनि रेडी भएर आइसक्नु भएको छ अब हामी बाटो क्रस गर्दैछौँ अब यो चाहिँ महेन्द्र राजमार्ग हो होइन अब हामी यसलाई क्रस गर्छौँ अनि त्यहाँ नजिकै छ हामी बसेको होटल चाहिँ यता छ होटल राम्रो पनि छ सो अब चाहिँ त्यहाँ जाँदैछौँ के कस्तो हुन्छ त्यहीँ गएर हेरौँ है त फाइनल्ली हामी चाहिँ भिडियोमा आइसकेको छौँ रेडी भइसकेको छ अब चाहिँ सुट सर्ट गरेर सपुरको बेस्ट भिडियो नै होला यार गोल्डन ब्याङ्क्वेट बवालै छ है गाइज बवालै छ एक झलक ड्रोन सर्ट हेरिदिउँ न त ओ माई गॉड यो चाहिँ हो क्या के हो त्यो चाहिँ ए दुश्मनको चहल पहल छ है रातभरि सुट गरियो सुट पछाडि चाहिँ आज हामी ब्याग काठमाडौँ हुँदैछौँ काठमाडौँ जाँदैछौँ अनि अब यहाँ गाडी कुरिरहेको अघि भर्खर 7 बजीतिर गएको होइन 2 घन्टा जति सुत्यो अनि फ्रेसहरू यताउति भएर अनि फेरि काठमाडौँ निस्किसकेको अब निस्किन्छौँ अब एकछिन गर्मी भयो म शीतलमा बस्छु पर्ने